हेलो गाइस, आज वनतिर आएको लहरा काट्न है। सो वनको यसो केही सिनहरू देखाउन लाग्छु है, हेर्दै गर्नु होला। हाम्रो लहरा काट्ने यहाँ दुईटा, एउटा यता एउटा पर छ, जुम गर्न मिल्दैन। यो हडेला हडेला भन्छ हामीतिर, तपाईहरुतिर के भनिन्छ खोइ। यतिकन घाँस पनि छ बाख्रालाई, गाईलाई। र हेर्दै गर्नु होला, मेरो युट्युब च्यानल चाहिँ बिरु थापाको नाममा छ। सेयर चाहिँ गरेर सब्सक्राइब, लाइक अरू कमेन्ट गर्नु होला। ल अहिलेलाई यति भन्न चाहे। साथीहरु यहाँसम्म पुग्यो, बाटो चाहिँ यस्तो छ। हामी चाहिँ पुग्न घाम चर्को लाहा साथीहरु। कन्नामा पानी बग्दै छ। धन्नै लोटेन भिडियो गराउनको चक्करमा दुःख भयो। यस्तो यहीँ चिजो जामै दाउरा यस्तो यहाँ पुग्यो। अरू चाहिँ अहिले हडौला अघि के काट्दा देखाइदिँदा। फाइनल साथीहरु यति माथि पुग्दा चाहिँ बल्ल बल्ल कता कता छ भन्ने सोचिरहेछौँ। दुःख हुँदैछ हैन बजे। हाम्रो वनतिर चाहिँ आगो लाग्यो ल, केही छैन साथीहरु। हडुला चाहिँ कस्ता हुन्छन् मैले देखाइदिन्छु अहिले हैन। कता अझै माथि हो त्यता पसम भन्ने पनि फेरि माथि जाम भन्ने। आगो लागेको अवस्था वनमा घाम हुँदैछ। यहाँ चाहिँ गीत बजिरहेको अवस्था। त हडुला लिएर केट्ने त बान्नी लरा हो पहिलोचोटि आएकोमा अहिले साथीहरु बसे अहिले देखाइदिन्छु। साथीहरु घाँस पनि काटियो। आज हामीले हडौला यता माथि आटो ल्याएर आएको। यतातिर गयौँ फेरि अझै नपुगेर कोही उता माथि घाँस काट्न गएका छन्, कोही यता गएका छन्। म चाहिँ यहाँ अब घाँस यति भयो, त्यसलाई मुठो पुर्याउन छ, त्यही भएर यति घाँस काट्नु पर्यो भनेको। डराले बोलाइरहेको छ। क्या रे के गर्छिस् त? घाँस काट्न गएको मान्छे फर्केर आउने। आइज, मैले फोन चाहिँ त्यही छोडेँ। मेरो मोबाइल ल्याइदिनु होला। पानी साथीहरु कति नराम्रो छ यस्तो। घरबाट ल्याइथियौँ र यतिकन पानी धानीले त खाने, म त राख्दिनँ हानी राखिदिन्छु क्या। मैले भ्याम्न यत्रो पानी भन्ने के नि, यति पानी चिसो रहेछ होला पानी चाहिँ। उता म्याडम छिरिटा झर्नुभयो के अरे, कता जानुभयो? आइज क्या पानी खान।
खाएको पानी खाएको घुस्न लाग्ने रहेछ है साथीहरू यता त यति रह्यो मम्मीले राखिदिनु पर्यो पानी के काट्ने त म ठाउँ याद रहेछ ठुलो खुर्फाको राख्छु टाउन बह सक्दैन यता आउनुभएको छ हडौला काटेर साथीहरू देख्न सक्नुहुन्छ तिनवटा हडौला यति होइन हाम्रो मम्मीले चाहिँ ठग्ने काम गर्नुहुन्छ के बनाएपछि कसले हाम्रो मम्मीले सिकेको घाराले पानी यति लैजा त हडौला यो पनि बुढाबुढी बल्ल खानुहोस् बनायो कस्तो देख्नु सक्नुहुन्छ आज चाहिँ हामी कजल्ला गरेर बनाऊ के काट्न रे हडुला काट्न हडुला भन्ने तपाईँहरूले चिन्नुभयो कि नै हेर्नुहोस् लास्टसम्म अर्की कहाँ गयो त भारी पुग्यो जाउँ हो घर जाउँ यतिकन रक्सी खाएर अब सबै हाल ए सबै त उयो त मैले मुखेनीको हेलो गाइस यहाँ आज बारी नपुगेर रिसाको अवस्था छ यहाँ हाम्रो के नाम अरे सुमित्राज्यूको सुमित्रा ठडराई भन्नेज्यूको आमाले लहरा बोकेर आउनुभएको छ यहाँ हाम्रो बुढीलाई एउटा घारो बोकाइदिया हो हलुङ्गे रेता हिँड्नु भयो खुसी हुँदै जिब्रो निकाल्दै मनिषा छोरी त्यता पनि ठिकै ठिकै छ के जाऊ भारी यता चाहिँ अलि दह्रो रिसाउनु भएको छ आज लहरा बोक्नु पर्यो भनेर यो घाँसको भारीसित पानी विचार छ कि हो लहरा घर जाँदा थेत्नै नपर्ने गराउँछ कि आज लहरा ख्यारी छिन् र त्यही त यो हाम्रो वनको सिन हो गाइस हेर्दै गर्नु होला कहिले यसो मौका मिले आउनु होला देखाइदिउला वन हे ए बाबु किन जन्म दियो त्यो मलाई यो अभागी कर्म ल्याएर धाउ भयो उकालो हिँड्नु है भाइ ए भरे कसले जन्म दियो होला यस्तो दुःख गर्न भयो दुःख बल्ल बल्ल यहाँसम्म आएर गरेको धौनी हो गरी खान लो गाइस
यस्तो धौनिया छ हौ वन पाखा पखेर हिँड्नलाई क्या धनी मान्छे भए गाडीमा गुडेर पारिदो के हामी त यस्तै हो आफै बोक्ने हो आफै काट्ने हो आफै हिँड्ने हो गाह्रै छ जिन्दगी जे होस् आज युट्युबमा